आफूलाई धनी जस्तो फिल भइरहेको आज खोइ बहिनी आमा कति धनी यार हामी अहिलेसम्म केटालाई रोज किने होइन जाँटा दिदी बहिनीलाई रोज किनेर हिँड्नु पर्यो त्यो जिन्दगीमा कसम होला होइन अहिले आएर यत्रो भए अनुहार काहीँ कतै चाउरी पनि परिरहेछ होइन कसम यस्तो रोज कसैले दिएर एकचोटि डेटिङ जाउँ न भनेको भए त भनिन ल सुनिराख केटा हो कोही छ भने रोज लिएर यत्रो बुके लिएर आउने यत्रो होइन त्यत्रो नि मैले कुनै कुनै हेरेँ त्यो गाडीमै यत्रो बुके नै बुके डलेर त्यस्तो केटाहरू कहाँ पाउनु साला यता अगाडि आयो गेडेका यस्तो जाँडाहरू त चाहिँदैन साला यो जस्तो जाँडा हुन्छ कुकुमारी बस्नु फाइदा बेनहरू बस्नु फाइदा ए तल माथि जाउँ न आज के छ धनी धनी फिल भएर तलतिर नि पसल छ नि छिरौँ गुची सुचीको ब्रान्डतिर नि छिरौँ हौ आज त